नमस्ते सबैलाई स्वागत छ आसम बुवालाई स्वागत छ आजको भिडियोमा आज अर्को हाम्रो नयाँ भिडियो आज चाहिँ हामी के भन्छ मेन सिटीको बिचमा यहाँ हिँड्दैछौँ र हामी चाहिँ यहाँबाट चाहिँ ओदाइबो जानेछौँ अनि त्यहाँबाट चाहिँ यसो भ्यू हेर्दै होइन मम्मी आउँदै हुनुहुन्छ बिस्तारै पछाडि मम्मीको हालत पत्ला भइसक्यो भर्खर सुरु हुँदैछ के अरे यात्रा चाहिँ अहिले थाकिसक्नु है यो चाहिँ ड्राइभर बिनाको मोनोरेल हो है अहिले हामी जाँदा चाहिँ क्रुजमा गएर भरे आउँदा चाहिँ यसमा आउँदै ऊ यस्तो हुन्छ क्या पानी जाजु सो हामी चाहिँ पानी जा चढ्ने ठाउँमा आइपुग्नु लागिसक्यो सो अहिले हामी चाहिँ पानी जा चाहिँ टाढा जान्छ बुवा उता बोटमा चढ्ने पानी जा चढ्ने ठाउँ रहेछ यो चाहिँ हामी चाहिँ त्यो होइन हामी त सानो उता हो यो चाहिँ पानी जा चढ्ने ठाउँ रहेछ मम्मी सो यहाँ जस्तो लाग्यो अघि हामी चाहिँ पानी जातिर गएछ यहाँ हो कि जस्तो लाग्यो यहाँ बुझौँ के हो रहेछ कहाँ छ काउन्टर खै सो हेरौँ यहाँ अहिले ट्रेन आएको रहेनछ सो यहाँ चाहिँ मान्छे कोही रहेनछ हामीले चाहिँ अटोमेटिक टिकट किन्नुपर्ने रहेछ कुनै चाहिँ कुरो जाथेमास खाने रंदा के आनो ओदाइबा किमास हाई सान्नी ओके ओके अरे तो同じ いや今日はねホタルナじゃなくてこの定期便これです。上に行けますか？上側に。大丈夫ですね。わかりました。ここから行くお台場の方は大丈夫です。お台場そう。浅草駅はダメです。どれぐらい行けますかね？どれぐらい時間？20分。यहाँ पानी जहाज सानो छ यो त टाढा जाने सो अब हामी यहाँ चाहिँ यहाँबाट हामी चढ्न गइरहेको छौँ है त गाइस हजुर सो हामी यो बोर्डमा चढ्न गइरहेको छौँ बुवा आउँदै हुनुहुन्छ हजुर मम्मी आउनु चढ्ने हो कि त्यो अहिले छोडेर जान्छ उता हेर्नु नि उता माथिबाट केही देखिएन सो अब अहिले माथि खुल्छ अरे हामी माथि यसो हेर्न जाँदैछौँ है सो सबैजना माथिबाट भ्यू पनि हेर्न सकिन्छ हामी पानी जहाजबाट हामी छतमा छतबाट रमाइलो देखिन्छ तल त दुई तल तीन तल तल हामी चाहिँ छतमा सो गाइस ब्याकग्राउन्डमा तपाईहरुले यो टोकियो सिटी देख्न सक्नुहुन्छ है मोबाइल देखेछ मेरो साइडमा बुवा यता मम्मी चाहिँ फोटो हेरेर मक्ख भइरहेको भयो अब यहाँबाट हामी लगभग 20-25 आधी घन्टाको यात्रामा चाहिँ हामी ओदाइबा पुग्नेवाला छौँ है उता माथि हेर्नु प्लेन ल्यान्डहरू लागेछ पछाडि चाहिँ तपाईँले टोकियो स्काई ट्री देख्न सक्नुहुन्छ कपाल उडाउँदैन ओर्लिने ठाउँमा आइपुगिसकेको छौँ है त यहाँनिर भ्यू चाहिँ बबाल आउँछ यहाँबाट
हामी एकछिनमा सनसेटको बेलामा चाहिँ खिच्नेछौँ है। हामी यहाँबाट ओर्लिएर बाहिर जानेछौँ अब। तल पनि छ अर्को। यहाँ चाहिँ दामी हुन्छ। हामी खासमा त्यसमा चाहिँ चढ्ने भनेको थियो, यसमा चढ्ने भनेको थियो आज खासमा, तर यो रुट अर्कै रहेछ आज, त्यही भएर यसमा चाहिँ चढ्नु पाएन आज। हामी चाहिँ यस्तो थोत्रेमा चढायो क्या आज, यस्तो पानी जाने चढ्नु भयो। मम्मी कस्तो फिल भयो त यसो सुनाउनु, जनताहरूलाई सुनाइदिनु। मजाले हो। फर्स्ट टाइम होइन त? फर्स्ट टाइम होइन? फर्स्ट टाइम त जिन्दगीमा बडा पनि क्या पनि चढियो। ट्याक्क आज मौसम पनि राम्रो थियो क्या होइन? बुवालाई पानी जहाँ चढेर कस्तो फिल भयो त? ए रमाइलो, एकदम रमाइलो। यहाँ चाहिँ होटल रेस्टुरेन्ट सबै। अघि हामी चाहिँ यो खासमा यहाँबाट आउँछ क्या, यहाँ माथिबाट आएर हामी चाहिँ बिचबाट यहाँबाट चढेको क्या, यहाँबाट यहाँसम्म। यता समुद्र सो अब हामी एकछिन यहाँ स्ट्याचु अफ लिबर्टीतिर जाने ल जाउँ। सो अहिले ओदाइबाको यो भाइब्स चाहिँ एकदम राम्रो छ। दुईजना सो मैले चाहिँ यतातिर घुमाउनु मन थियो एकदम मम्मीवालाई। मैले पहिलादेखि नै सोचिरहेको थिएँ, फाइनली आज त्यो मोमेन्ट आएर म चाहिँ एकदम खुसी छु होइन। ब्याकग्राउन्डमा आउँदै हुन्छ चाहिँ। आज मौसम दामी छ, मौसमले दामी साथ दिएछ आज। सो यहाँ चाहिँ हाम्रो स्ट्याचु अफ लिबर्टी छ है यहाँ चाहिँ। सो यहाँ चाहिँ फोटो खिच्नु लागि यत्रो लाइन छ। यहाँ चाहिँ फोटो खिच्नुपर्छ मम्मी, यो अगाडि के स्ट्याचु देखिने अगाडि। हजुर होइन, अमेरिकामा पनि यही छ हौ, अमेरिकामा पनि यही छ उसको मूर्ति। सो यता चाहिँ हाम्रो ढाका टोपी लाएर बाजेहरू पनि यता एउटा नै हुनुहुन्छ अहिले। झन्डा चाहिँ एउटै ग्रुप भएको भएर। मम्मी हिरो नि भएर मम्मी त इन्डियन। अब यहाँ चाहिँ यो पुल अगाडि चाहिँ फोटो राम्रो आउँछ कि। आज घाम चर्को भएर टल्किँदैन होला। एक राउन्ड फोटोसोटो खिच्यो यहाँनिर। मम्मीको टिकटकको मसला पनि बनाइयो आज। मम्मी मोडल, बुवा र म क्यामेराम्यान, दुईजना होइन हेरे नै। मम्मी चाहिँ आज मोडल रे। जिन्दगीमा पहिलोचोटि मम्मी चाहिँ समुद्रको पानीको छेउमा आउनुभएको छ है त। कस्तो रहेछ भन्नु है त। बुवा त पहिलोचोटि होइन है समुद्रमा? ए यताबाट आउनु मम्मी। सुन्नु नि त। सो म चाहिँ मम्मीको फोटोसुट गर्न गइरहेको छु है। आज मम्मी मोडल, बुवा र म चाहिँ क्यामेराम्यान। बुवा चाहिँ अहिले क्यामेराम्यान, म यहाँ सहायक क्यामेराम्यान, बुवा चाहिँ मेन क्यामेराम्यान। के चफेमारी तल तल आएको देख्ने होइन। यहाँ चाहिँ हानिद एयरपोर्ट त्यहाँ नजिकै भएको भएर चाहिँ त्यो प्लेन देख्न सक्नुहुन्छ। अनि घाम त्यहाँनिर मजाले डुब्न लागेको छ है, यस्तो दामी देखेँ क्या त्यहाँनिर। सो गाइज अघि त्यहाँ मैले भनेको थिएँ ठ्याक्क त्यहाँ मुनि देख्न सक्नुहुन्छ क्या प्लेन।
ठ्याक्क घामको बिचबाट कट्नु लाग्यो क्या त्यो बबाल मौसम त्यहाँ देख्नुहुन्छ थोरै यहाँनिर निक्ले प्लेन होइन यो हो क्या ठ्याक्कै यो लाइनबाट पास भइरहेछ अनि यहाँ ठ्याक्कै यो साइडमा चाहिँ हानेदा एयरपोर्ट छ अनि त्यहाँनिर टोकियो स्काई ट्री देखेको छ होइन एकदम त्यो बबाल छ यहाँनिर मान्छेहरू यहाँ सब बसिरहेछ एकछिन थकाइ मार्दैछौँ हामी चाहिँ बेच्ने होला है कि बेच्नु राखेको कति रहेछ कोही भुक्दैछ त दुईवटा खुचाफुची लापा भएर त्यस्तो कम्ता कडा रहेछ एउटा गोलमा लाप्पा पर्दैछ ओछ्यान पनि रहेछ एनाको भन्दा राम्रो छ त ओछ्यान पानी पनि रहेछ कि भाइ गु खेलाउँदैछ त्यसले कुकुरको बच्चा है लुगा पनि छ मगाउ यहाँ आमा चाहिँ कहाँ छ यो त बिरालो बिरालो रहेछ नि कस्तो राम्रो बिरालो चलेको आमा सुत्ने ठाउँ हेर्न फेरि के राम्रो सो बबाल घाम झुल्के घाम के भन्छ घाम डुब्न लागेको छिन चाहिँ दामी अघि त्यतैमा सो अब हामी चाहिँ एक एकवटा यसो खाएर चाहिन्छ मुख पुज्नुलाई हामपाई कि हामपाई ए यो चाहिँ बुवालाई खाम पाइलो एउटा हुन्छ होला हौ खाम न बिस्तारी बिस्तारी खाने यो चाहिँ खान्छ खान्न म त त्यो यहाँ त के बियर सियर भाइ र म यो बिस्तारी खाने क्या पक्ने एकचोटि एकछिन है ल खाम पाइ ल बलि त आउनु भयो ए यहाँ बाबी त अङ्काल पनि ब्याकग्राउन्डमा चाहिँ घाम डुब्नु लागेको छ आज कस्तो रहेछ बुवा यो गुलियो मिठो छ है 5% रहेछ यसमा मम्मीको चाहिँ फेभरेट यो होइन असाई ड्राई 5% हो त्यो पनि मिठो छ मिठो सो यो अब नेक्स्ट ट्राई गर्नुपर्ने पुलमा बत्ती बल्न थाल्यो झिलिक चिया हुन्छ त्यस्तो पनि चिया थियो यो गिफ्ट रे ओर्यो त्यहाँनिर डिस्काउन्टमा रहेछ त्यही भएर ट्राई गर्नु त यो चाहिँ डिस्काउन्ट हो सो खाराको कुन पनि ट्राई गर्नु त भयो पिरो सिरो भात हुन्छ दामी यता चाहिँ पहिलादेखि नै ल्याउनु मन लागेको थियो क्या मम्मी र बाबुलाई किनाले ल्याउनु रातो भनेर यसरी डुलाएर खानु तपाईँ एकवटा खानु तपाईँ खा त म त जहिले खाएर म पहिला त्यस्तैमा काम गर्थेँ कि खानु तपाईँ खानु खासै मिठो लाग्यो बुवा खानु एउटा हजुर तपाईँले खाने आधी खाला हजुर एउटा बुवा खानु एउटा तपाईँ मम्मी र म खानु त
मम्मीको हातको भने जस्तो भयो नि दामी खासै मिठो लाग्दैन सो हामी चाहिँ यो लाइटिङको अहिले वेटिङमा छौँ त्यहाँ पुलमा लाइट बल्नु खोजिरहेछ घाम डुब्यो यहाँ ठ्याक्कै है एकदम दामी भ्यू छ अहिले एकदम सधैँभरि यही टाइम भइराख्यो भने कति आनन्द हुन्थ्यो जस्तो लाग्यो कोरोनाको टाइममा चाहिँ यसरी भिड हुन्थेन होला है यस्तो थिएन अफिसहरू पनि कामसाम नभएर यसरी आनन्दले होइन परिवारसँग घुम्नु कति आनन्द झिलिमिली सानो राम्रो देखेको छैन सो यो भ्यू हेर्दा हेर्दै अब हामी चाहिँ जानुपर्ने बेला भएको छैन भयो शीतल भ्रमण सो अब चाहिँ हामी मोनोरेल चढ्नेछौँ के भन्छ ड्राइभर नभएको मोनोरेल है सो स्टिल अहिले बेलुका पनि यस्तो दामी मौसम छ यहाँ सबैजना शीतल खाएर बसिरहेछ एकदम र सो गाइस त्यहाँ देख्न सक्नुहुन्छ अहिले बत्ती बल्यो अहिले चाहिँ मजाले अँध्यारो भएर लाइट एकदम राम्रो देखेछ यहाँ चाहिँ यो स्ट्याचु अफ लिबर्टीको दामी भ्यू छ यहाँ पनि मिनी युएस अमेरिका जस्तै हो यो चाहिँ सो अब हामी चाहिँ यो ट्रेन चढ्ने ड्राइभर बिनाको ट्रेन चढ्ने ठाउँमा आइपुगेको छ यहाँ चाहिँ सबभन्दा अगाडि हामीले त्यो हेर्नको लागि चाहिँ यहाँ आउनु मम्मी हजुर ट्रेन अब 29 को चाहिँ यहाँ आउनेवाला छ छिटो त उयो यहाँ उभिन्न अगाडि जानेछौँ यहाँ आउनु अगाडि यहाँ उभिन्न समातेर सो बुवा चाहिँ ड्राइभर होइरहनु भएको छ यहाँ राति बाहिर एकछिन खासै देख्दैन क्या हो आफै ड्राइभर बनेर यहाँनिर कुदाइराख्नु भएको छ ड्राइभर बिनाको रेल हो होइन सो अब हामी यहाँबाट चाहिँ हाम्रो घरको ट्रेन पर्खिरहेको छौँ होइन अबको 7:59 3 मिनट पछि चाहिँ ट्रेन आउनेवाला छ यहाँबाट हाम्रो आधी घन्टा जतिमा हामी घर आजको यात्रा कस्तो भयो एकदम रमाइलो मम्मीलाई आजको यात्रा कस्तो भयो आजको हाम्रो यात्रा पानी रात चढ्यो हामी ओदाइमा घुम्यो बेलुकाको सबै घुमेर एकदम रमाइलो भयो होइन हेरेर साथ दिइराख्नु भएको छ धेरै धेरै धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला एउटा लाइक र कमेन्ट पनि छोडिदिनु होला है त अब हामी चाहिँ यहाँबाट चाहिँ ट्रेन चढेर जानेछौँ म त ब्याक छ अहिले